नेपालमा आगामी चुनाव नजिकिँदै गर्दा एउटा ठूलो बहस फेरि उठेको थियो। विदेशमा बस्ने नेपालीलाई अनलाइन भोटिङ दिनु पर्छ कि पर्दैन? सुनिदा अनलाइन भोटिङ आधुनिक लाग्छ। आफू जुनसुकै ठाउँमा भए पनि एक क्लिकमा आफ्नो प्रतिनिधि छान्न पाउँदा कुनै पनि देशको नागरिकले देशप्रति गौरव फिल गर्नु स्वाभाविक हो। तर अनलाइन भोटिङ कतिको प्र्याक्टिकल छ त? विकसित देशहरूमा कसरी चुनाव हुन्छ त? यो भिडियो अन्तिमसम्म हेर्नुहोला। अनलाइन भोटिङको सम्पूर्ण जानकारी पाउनुहुन्छ। आज विश्वमै हेर्ने हो भने पूर्ण रूपमा अनलाइन भोटिङ गर्ने देश जम्मा 1-2 मात्र छन्। तर अचम्म के भने जापान, युएसए, जर्मनी जस्ता धनी र टेक एडभान्स देशहरूमा पनि अनलाइन भोटिङ छैन। किनभने चुनाव केवल सुविधा होइन, विश्वास हो। अनलाइन सिस्टममा ह्याकिङको जोखिम, रिजल्ट म्यानिपुलेट हुने डर, सर्भर डाटा आइडेन्टिटी भेरिफाई गर्ने चुनौती अझै 100% सुरक्षित छैन। नेपाल जस्तो देशमा त साइबर सेक्युरिटी कमजोर, डिजिटल आइडी सबैसँग छैन, इन्टरनेट एक्सेस समान छैन र सबैभन्दा ठूलो कुरो इलेक्सनको रिजल्टमा सानो-तिनो तलमाथि भयो भने पनि सम्पूर्ण देशले त्यसको दुष्परिणाम भोग्नु पर्ने हुन्छ। त्यसैले अहिले रियालिटी के हो भने म्यानुअल भोटिङ ढिलो होला तर भर पर्दो छ। भविष्यमा नेपालको चुनावमा पनि अनलाइन भोटिङ सम्भव छ, विशेष गरी विदेशमा रहनु भएकोहरूले। तर आउँदो चुनावमा कम्तीमा सही मान्छे त चुन्नुस्। पहिले सिस्टम बलियो बनाऊ, त्यसपछि सुविधा। हस्त यस्तै प्रकारको भिडियोहरूको लागि हाम्रो च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला।